पर्फर्मेन्स एप्रोचलहरूको कुराहरू हुन्छ नि त त्यो पर्फर्मेन्स एप्रोचल पनि एचआरएस सिस्टमबाट नै होस् क्या जस्तै कि अब हामीले गुगल फर्म त भर्छौँ अनि म्यानेजरले हेर्छ त्यही कुरालाई चाहिँ त्यहाँ अटोमेसनको रूपमा चाहिँ भइदियो भने चाहिँ एचआरएस अलिक कम्प्लिट हुन जान्छ भन्ने चाहिँ मलाई लाग्छ So hello sir, myself Ayush Thapa from Rigo HR. Sir, so आज हजुर चाहिँ यो नास आइटी एक्सपोमा हजुरले चाहिँ कस्तो कस्तो सफ्टवेयरहरू चाहिँ एक्सप्लोर गर्न खोजिरहनु भएको छ हजुरको एक्सपेक्टेसन के छ आजको अब बेसिकली अब हामी त यसो स्टार्टअप कल्चरबाटै आएको होइन मेरो पनि आफ्नो प्रोडक्ट छ अनि म यहाँ आउँदाखेरि चाहिँ अब लाइक डिफ्रेन्ट एचआरको कम्पनीजहरू पेमेन्ट गेटवेजहरू होइन त्यस्तो एक्सप्लोर गर्न चाहिँ म आएको यता अनि सर अब हजुरले भन्नुभयो अब हजुरको कम्पनीमा हजुर काम गरिरहनु भएको छ कस्तो कस्तो सफ्टवेयरहरू युजहरू हुन्छ अब म काम गरिरहेको त इन्फो डेभलपर्समा हो विच इज लाइक के भन्छ सिबिएस सिस्टम बनाउँछौँ क्या हामीले पुमरीको कोर ब्याङ्किङ सिस्टम भन्छ क्या त्यसलाई ब्याङ्किङ सिस्टम बनाउँछौँ अनि अब हाम्रो कम्पनीमा चाहिँ अब डिफ्रेन्ट सफ्टवेयर छ भनौँ न पेमेन्ट गेटवे अब बनाउने चाहिँ बजेट भन्ने छ हाम्रो होइन अनि त्यो सँगसँगै एचआरएस सिस्टम छ अब छ 3-4 सिस्टम छ हाम्रो अब हजुरले भनि नै हाल्नुभयो अब हामी अब एचआरमा पनि एउटा स्ट्रिक भइदिउँ होइन अब एचआर सफ्टवेयरको कुरा गर्नु भने हजुरलाई चाहिँ के लाग्छ अब हजुरले चलाइ पनि रहनु भएको छ भन्नुभयो अरू कम्पनीको होइन हजुरलाई चाहिँ एचआर सफ्टवेयर चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ के च्यालेन्जेसहरू हुनसक्छ जस्तो लाग्छ के होला जस्तो लाग्छ हजुरको लागि चाहिँ एचआर सफ्टवेयर चाहिँ एचआरमा चाहिँ अब मैले देखेको त तपाईँको हामीले अनबोर्डिङ गरिसकेपछि एटेन्डेन्स चेक इन चेकआउट पेरोलहरू त्यो भइहाल्यो होइन तर अब अलिकति मलाई चाहिँ लागेको जस्तै हाम्रो यो पर्फर्मेन्स एप्रोचलहरूको कुराहरू हुन्छ नि त त्यो पर्फर्मेन्स एप्रोचल पनि एचआरएस सिस्टमबाट नै होस् क्या जस्तै कि अब हामीले गुगल फर्म त भर्छौँ अनि म्यानेजरले हेर्छ त्यही कुरालाई चाहिँ त्यहाँ अटोमेसनको रूपमा चाहिँ भइदियो भने चाहिँ एचआरएस अलिक कम्प्लिट हुन जान्छ भन्ने चाहिँ मलाई लाग्छ हजुरले यो भन्नुभयो होइन अब जस्तै अब रिगो एचआरमा चाहिँ हाम्रो चाहिँ कस्तो हुन्छ यो पर्फर्मेन्स अप्रेजलहरू चाहिँ सबै एचआर सफ्टवेयरबाट नै हुन्छ सर होइन हजुरको त्यो केपिआइएस गोल्सहरू सबै कुराहरू चाहिँ हाम्रो चाहिँ सफ्टवेयरकै थ्रुबाट हुन्छ सर होइन अब लास्ट एउटा क्वेसन सोधिहालौँ हजुरलाई होइन अब हजुरलाई चाहिँ अब यो एचआर सफ्टवेयरमा नि अब हजुरले जति पनि चलाइरहनु भएको छ भन्नुभयो होइन यस्तो यस्तो छ भन्नुभयो होइन अनि हजुरलाई चाहिँ के लाग्छ यो सफ्टवेयरहरू एचआर मात्रै होइन अरू जुनसुकै सफ्टवेयरहरू युज गर्दाखेरि पनि त्यसले चाहिँ हजुरको पर्सनल प्रोफेसनल लाइफमा हेल्प गरिरहेको छ जस्तो लाग्छ हजुरलाई त्यो त अभियसली गर्छ नि होइन अब हामी सफ्टवेयर डेभलपरै पनि भनौँ न एज अ म बिजनेस एनालिस्ट हो हुन चाहिँ होइन अब त्यो टेक्निकल एक्जाम भएन बिजनेस एनालिस्ट भयो अब सफ्टवेयरले त काम गर्ने नै त्यही अटोमेसन्सहरू हो होइन टेक्निकल हाम्रो जति पनि कम्प्लेक्सिटीहरू च्यालेन्जेसहरू त्यसले अटो सिस्टमलाइन गर्ने त हो नि अभियसली गर्छ त्यो त हुन्छ थ्याङ्क यू सो मच फर यर टाइम हेभ अ ग्रेट डे सर